मैले चाहिँ संसदमा मैले आफूलाई माननीय जस्तो ठान्दिनँ। मैले भनिरहेको छु म त विद्यार्थी हो भनिरहेको छु बाटोतिर भन्दाखेरि पनि। अनि यता आउँदाखेरि पनि बाटोमा कसैले भेट्यो भने स्कुल जान लागेको भन्छु। हिजो पढाइ भएन है, दुर्भाग्यवश। आज चाहिँ पढ्न पाइयो र आज धेरै पढ्न पाइयो, किनभने धेरै उपदेशहरू आदेशहरू होइन विभिन्न माननीयज्यूहरूबाट सुन्न पाइयो र धन्यवाद छ। र आज चाहिँ रिस मरेको छ, किनभने म नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु। हिजोको समाचार अनुसार चाहिँ विज्ञान प्रविधि र नवप्रवर्धन मन्त्रालय भन्ने चाहिँ गठन गर्ने निर्णय गरेकोमा सरकारलाई चाहिँ म धेरै धन्यवाद दिन चाहन्छु। त्यहाँ एउटा कुरा छुटेको छ। कुरा के छुटेको छ भने विज्ञान प्रविधि अनुसन्धान तथा नवप्रवर्तन हुनुपर्ने अनुसन्धान भन्ने शब्द चाहिँ त्यहाँ चाहिँ छुटेको छ। र अब म औपचारिक रूपमा के अरे मेरो श्राप चाहिँ फिर्ता लिन चाहन्छु। र यो किनभने यो म चाहिँ अलि मलाई झटक्कै रिस पनि उठ्छ अनि फेरि रिस छिटै पनि हराउँछ। अब म अरू कुरा केही भन्न चाहन्न। यो जुन नीति तथा कार्यक्रम छ यसमा एउटा दुईटा कुरा थपियोस् भन्न चाहन्छु। र त्यो थप्ने कुरा चाहिँ के हो त भन्दाखेरि अब मन्त्रालय त गठन भयो, मन्त्रालय आफैले त काम गर्दैन। मन्त्रालय सञ्चालन गर्नको लागि त्यसमा निश्चित बजेट चाहिँ आउनु पर्यो। त्यो निश्चित बजेट भनेको मेरो चाहिँ अहिले कति वर्ष भयो, 3-4 वर्ष भयो, मेरो अडान के छ त भन्दाखेरि पुँजीगत खर्चको 1% होस्। त्यो पुँजीगत खर्चको 1% बजेट छुट्याउने व्यवस्था गरिनेछ भनेर यो चाहिँ उसमा चाहिँ यो नीति तथा कार्यक्रममा आओस् र त्यही अनुसारको बजेट छुट्याओस्। अब त्यतिले जति पैसा आउँछ अब जति सकिन्छ त्यो चाहिँ गरौँला। यो किन भनिरहेको छु भने विकसित देशहरूले इजरायलले आफ्नो जीडीपीको 5% बजेट रिसर्च एन्ड डेभलपमेन्टमा खर्च गर्छ। कोरियाले 4.5 यस्तै गर्छ। अनि विकसित मुलुकहरूले अमेरिकादेखि लिएर बेलायत, जर्मन, अरू जापान यिनीहरूले 3% जीडीपीको 3% खर्च गर्छ अनि उनीहरू विकसित भएको हो। हामीले जीडीपीको 1% पनि कल्पना गर्न सक्दैनौँ, किनभने जीडीपीको 1% के अरे खर्च गर्ने यो अहिले हामीले नीति ल्यायौँ भने यो हामी चाहिँ डुबे जस्तो हुन्छ। त्यसैले जीडीपीको पनि छोडिदिउँ, यो चाहिँ पुँजीगत खर्चको 1% भन्ने राखौँ। यो कति महत्त्वपूर्ण छ।